म चाहिँ यसो न्यु रोडतिर जानुपर्ने काम भयो कि आज धेरै दिनपछि यसो बाहिर निस्किन मन लाग्यो। हिजो अस्ति अलिक सन्चो थिएन मलाई, त्यही भएर निस्किन पनि पाएको थिएन। आज चाहिँ यसो घुम्नु पनि पर्यो। आज मुड पनि एकदम दामी छ। अनि कस्तो छ भन्दाखेरि चाहिँ होइन, अनि एकदमै सन्नी डे, बाह्रको दिन पनि खुला, अनि त्यसमा पनि सबैसँग पोजिटिभ कामहरू मात्र भइरहेको होइन। अब गलत काम गर्ने मान्छेहरूको चाहिँ अब सबै दिनहरू गए जस्तो छ क्या। आशा गरौँ सबै राम्रो हुनेछ भनेर। हाम्रो सम्माननीय प्रधानमन्त्रीज्यू, गृहमन्त्रीज्यू लगायत सम्पूर्ण होल इन्टायर टिम मन्त्रालय चाहिँ अहिले एकदमै राम्रो बनाएको छ। अब आशा बाहेक के नै गर्न सकिन्छ र होइन। हामीले त उहाँहरूलाई कार्यकालको शुभकामना, राम्रो गर्नु होला। जनताहरूले धेरै आशा र भरोसा गरेको छ तपाईँहरूप्रति। त्यो आशालाई चाहिँ मर्न नदिनु होला, काम गरेर देखाउनु होला, कसै दबाबमा नपरी, कसै प्रलोभनमा नपरी, यही भन्न चाहन्छु। वीर हस्पिटल जानु पर्यो टक्क लाएर होइन। यस पछि चाहिँ एकदमै राम्रो हुनेवाला छ यहाँनिर यो बाटोहरू। अहिले राम्रो नभए पनि यो यहाँनिर अहिले राम्रो नभए भने पछि चाहिँ राम्रो हुनेवाला छ। किनभने यो ठिमीतिरको पर्छ क्या, यो चाँगु नारायण पर्दैन, ठिमी नगरपालिकामा पर्छ। त्यही भएर खासै अब यो ठिमी बाहिर मात्रै हो, तर यतातिर चाहिँ लास्टै हेपेको छ क्या नगरपालिकाले पनि। अब हुन त सरकारसँगै बजेट छैन यता भन्ने सुनिन्छ होइन। तलब खुवाउने धरि पैसा छैन अरे सरकारसँग। चुनाव अहिले हालफिलहालै फेरि पनि चुनाव भयो, त्यो माथि धेरै खर्च भयो होला। त्यही भएर बाटो चाहिँ यस्तो छ है यतातिर, तर पछि चाहिँ एकदम राम्रो हुनेवाला छ यहाँतिरको बस्ने मान्छेहरूलाई। महँगै भए पनि दौडिनै पर्यो, के गर्नु, गाह्रो छ नि। नदौडिनु पनि मिलेन, दौडिनु पनि मिलेन। अब कसलाई के भन्ने यार। यहाँनिर चाहिँ अलिकति टेन्सन छ क्या, प्रायः मान्छेलाई यो छिर्ने ठाउँ हो भन्ने कुरै थाहा छैन। सानो छ क्या यहाँनिर चाहिँ छिर्ने बाटो। अनि त्यही हो होइन। अब राम्रो सुरुवात भइरहेछ, अब देशमा राम्रो गरिरहेछ। धेर जस्तो त यो हामी कतिपय मान्छेहरूमा चाहिँ नेगेटिभ कुराहरू मात्रै धेर गर्ने गर्छ क्या। राम्रो कुराहरू चाहिँ देख्दै नदेख्ने होइन। अनि खालि नकारात्मक कुराहरू धेर गरेर यो पो गर्नुपर्थ्यो, यो पो भएन। अब अस्ति त्यो गृहमन्त्री सुतेको, सोफामा सुतेको कुरा पनि भाइरल भइरहेको थियो क्या, हावा कुराहरू। अब काम गर्दा गर्दै सुत्यो त के भयो त, के बिग्रियो त होइन। सुतेर के भयो त। महावीर पनि जस्तो मान्छे, एउटा दिग्गज मान्छे, मन्त्रालयमै बसेर काम गर्नुहुन्छ। अनि मन्त्रालयमै अब झन् ओछ्यानको खर्च परेन भन्नु नि बरु। दुई काम, एउटा चिज दुई काम भइरहेछ, सुत्न पनि भइरहेछ, बस्न पनि भइरहेछ। अनि त्यो सुतेको कुरालाई सानो कुरामा त्यो क्रिटिसाइज गर्नु जायज होइन क्या।
काम गर्न देऊ। गलत गर्यो भने खबरदारी गर्ने नै हो, तर त्यो सोफामा सुतेकै भरमा गलत भनेर क्रिटिसाइज गर्नु आवश्यक छैन जस्तो लाग्छ मलाई चाहिँ। कहाँबाट न्यु पाउँ भएर बसेको छ फेरि यहाँ एमालेको कार्यकर्ताहरू। जसले जे भने पनि एमाले सिद्धिएको केपी ओली र महेश प्रविधिको कारणले हो, त्यसमा दुई मात्रै छैन। घमण्ड नगरे हुन्छ यो कारणले हो भनेर चाहिँ हामी यस्तो उस्तो भनेर चाहिँ त्यही हो। यो थिति बसाल्नुपर्छ भन्दा अलिकति यो राधे राधेको लाइनतिर अलिक भएन हौ। यहाँ अलिक चित्त बुझ्दो खालको छैन के। यहाँतिरको कुनै पनि पेट्रोल पम्पहरूको मलाई भरोसै लाग्दैन। नभए म हाल्ने भए माथि नै हालिहाल्थेँ नि। अब बानेश्वरको खाली रहेछ भने बानेश्वरको हाल्ने। कत्रो खाल्डो आएको यार। अनि यो खाल्डोमा यो बाटो बिगारेपछि चाहिँ अलिकति बनाउन पनि अलिक चाँडो गर्नु पर्यो के। जसले खनेको छ त्यो मान्छेहरूले संस्थाहरूले खानेपानी भनेको छ, बाटो बिगारेको छ, बल्ल 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 पिच गरिरहेको हुन्छ होइन बाटो चाहिँ। अनि त्यसपछि आएर झ्याप्प खनिदिएको छ, बिगारिदिएको छ। अनि त्यो बनाउनलाई कहिले हो कहिले पहिला जस्तो हुँदै हुँदैन त्यो बाटो। अनि शास्ति सानो सानो कुराहरूमा प्रब्लम क्या। अब अलिक आशा पो लाग्छ जे होस् देशमा सबैजनाको, तर यस्तो सानो सानो कुराहरूले डिमोटिभेट हुने होइन कि मान्छेलाई। गलत गर्ने त अब चान्सै छैन अहिले। हुन त अहिले यता आएको पनि गलत चाहिँ गलतै हो, यता आऊ भनेकै छैन होइन। तर के बजाइरहेछ पछाडि हो क्या बजेको। रातो बत्ती हामी उता सिधा जाने हो। यो बाटोमा अब धेरै रातो बत्ती पर्छ। फेरि उताबाट आइदियो भने झ्याउ हुन्छ। ए धेरै बेर पो रहेछ त यार। के हो बिचमा रोडमा ट्राफिक नभएको बेला ट्राफिकको काम गरिदिने हो क्या यार।
त्यस्तै छ, पानी पर्या जस्तो छ। चाहिँ हुन्छ 60 सेकेन्डमा त म कहाँ पुग्छु 1 मिनटमा त वहाँ क्रस भइसक्छु। कति दिन आउन पाएको छैन ठ्याक ठ्याक, त्यही भएर झ्याउ लाग्छ क्या यो बाटो। त्यही यो विद्युत प्राधिकरण भने छ, बाटो खन्या छ, कहिलेसम्मको प्रोजेक्ट हो, कहाँ कहाँ खन्ने हो केही थाहा छैन है। विकास सँगसँगै विनाश त हुन्छ, तर तत्काल बनाइहाल्नु नि, पहिल्यै गर्नु कि यस्तो कामहरू। यत्रो अस्ति यो कहिले पिच हुनुभन्दा अगाडि के हो मामाहरू। धेरै दिनपछि आएँ म काठमाडौँ पनि होइन, उता भक्तपुरतिरबाट। हिजो बेलुका यसो गुड फ्राइडेको आमा कसरी आएको यो गाडी, चरी भर आँखैमा यसो यसो हरियो परियो, यसो घाँस सासहरू त देखिन्छ बाटोमा, के गर्नु। पाइन्छ उता पो जान पाइँदैन। धेरै भयो, मैले भ्लग स्लग नहालेको पनि धेरै भयो। पेट्रोलको भाउ बढेपछि भाडा पनि बढ्नु चाहिँ पर्ने हो होइन। अब जे जस्तो भयो भने घाटाइमा काम गर्न त सकिँदैन नि त। अब पेट्रोलको भाउ पहिला अब 160 को माल बढेर 202 रुपियाँ पुगिसक्यो हो होइन। अब हर कुराको भाउ बढ्छ, हर कुराको महँगो हुन्छ होइन। अब यो डोनाल्ड ट्रम्पले गरेर हो यो चाहिँ, जसले जे सुकै भने पनि होइन। डोनाल्ड ट्रम्पले ऋषि धमालले डोनाल्ड ट्रम्प भन्छ नि, र त्यहाँनिर ट्याक्सी र पठावरको त्यो लुच्छाचोडी। हेर्न अब ऐनाले गर्दा अब ठ्याक्कै हामी परेर कति झ्याउ लाग्ने ठाउँमा बस्नु हो भने
महँगो छ, पेट्रोल महँगो छ, महँगो पेट्रोलले के हिँड्नु। आज फेरि के को विरोधीहरू होइन, काम नपाउने खालि विरोध मात्रै गरेर हुन्छ। चाहिने मागहरू पो सम्बोधन गर्ने, नचाहिने माग त के सम्बोधन गर्नु यार। हे भद्रकाली, जय माता भद्रकाली कपाली। एसवाई प्यानलको घर, सोलर प्यानल। यो माइक्रोले हेर न, माइक्रोले कस्तो दौडाएको के। यति हतार हुन्छ कि यति हतार हुन्छ कि यिनीहरूलाई। यो हो काठमाडौँ नेपाल।